हेलो गाइस, फेरि पनि हामीले प्र्याङ्क भिडियो लिएर आएको छु धेरै टाइम पछि हैन। सो एकजना भाइसँग प्र्याङ्क गर्दैछु, उसको रियाक्सन चाहिँ कस्तो आउँदो रहेछ आई डोन्ट नो। सो लास्टसम्म हेरौँ सबैजनाले, एकदम मजा छ र अनएक्सपेक्टेड भिडियो बनिरहेको छ है। हेलो हेलो ह्यान्सी भाइ, तिमी भाइ अहिले मलाई एक लाग्न छोड्यो। तिमीले आफ्नो दिदीसँग मेरो बारेमा के भनेको र के नराम्रो कुरा गरेको? हैन दाइ, मैले केही पनि भने हैन। मलाई तिम्रो दिदीको मेसेज आएको थियो हैन, त्यही अनि तिम्रो दिदीले भनेको कि सिन पाइ यस्तो उस्तो के भनेको थियो क्या। तिमीले के भने? दिदीले मैले भन्दै भने हैन, अनि दिदीले त्यस्तै भन्नुभयो होला। त्यस्तो भनेर हुन्छ? अनि तिम्रो दिदीले किन झुट बोल्नुभयो? झुट त पक्कै पनि बोल्नु भएन होला। तिमीले के भनेको मेरो बारेमा? ल भन त, नझाँटिकिन भन है, मलाई रिस नउठो अब। मैले केही पनि भने हैन दाइ, दिदीले त्यस्तै भन्नुहुन्छ। भयो भाइ भयो, मलाई पुग्यो। अबदेखि म तिमीसँग बोल्न पनि चाहदिन, तिमीलाई फ्रेन्ड लिस्टमा पनि राख्न चाहदिन। दाइ बोल्नु मैले भनेको छैन के, दिदीले झुट बोल्नु भएको छ।